छोरी के हालत बनाएको तिमीले यस्तो? के हुनु नि बाबा, उसलाई पाउन त सकिन, तर उसको यादमा रुन त पाउँछु नि। नरो छोरी, रोएर के फाइदा छ छोरी? अब भो छोड्देऊ छोरी। प्रकाश मरेको पनि आज 2 हप्ता भइसक्यो। अब याद भन्दा बाँकी के नै छ र? अब ऊ फर्केर आउँदैन। अब उसको याद बाहेक बाँकी केही छैन छोरी। त्यसैले मरेको मान्छेलाई यसरी सम्झेर आफूलाई कमजोर बनाएर हुँदैन छोरी। अब एउटा नमिठो सपना सम्झेर भुलिदेऊ छोरी प्रकाशलाई। अब तिमीले नयाँ जीवनको सुरुवात गर्नुपर्छ र मेरो छोरी यसरी कमजोर भएको म हेर्न सक्दिनँ छोरी। कमजोर त यो भन्दा कति हुनु बाबा, तर जति कोसिस गरे पनि उसको यादहरू यो मनमा ताजै छ। जति सम्झाउँदा पनि लाग्दैन, के गर्नु? म मेरो प्रकाशलाई भुलाउन सक्दिनँ बाबा, र भुलाउने कोसिस पनि नगर्नु। यो तपाईको जबरजस्ती खेर जानेछ। छोरी, त्यसो भनेर हुँदैन छोरी। तिमी जतिसुकै पागल बने पनि अब ऊ कहिले फर्केर आउँदैन। नपाउने चिजको यति धेरै मरिहत्ते पनि गर्नु हुँदैन छोरी। आफूलाई यसरी कमजोर बनाएर केही पाइदैन। म कमजोर हुम्ला बाबा, तर मेरो जिउने आधारै उही थियो। आज ऊ नै छैन भने मेरो कुनै अस्तित्व छैन। के गर्नु मैले? अब त्यसो भनेर हुँदैन छोरी। जे नहुनु थियो त्यो भइसक्यो। प्रकाशले भन्दा धेरै माया गर्ने राजकुमार जस्तो केटो मैले हेरिसकेको छु। उसले तिमीलाई केही कुराको कमी हुन दिँदैन। अब म उसलाई केही दिनमै मेरो घरमै बनाउँछु र अनि तिमीले भेट्न पाउनेछौ उसलाई। हुन्छ बाबा, प्रकाश त मेरो दिनमा बास बसिसक्यो। अब यो जिउँदो लास भएको शरीर जसलाई दिए नि केही फरक पर्दैन। त्यसो भनेर हुँदैन छोरी। उहाँसँग तिमी खुसी हुनुपर्छ। उहाँहरूसँग सारा कुराहरू भरिपूर्ण छ। त्यो भन्दा तिमीलाई के चाहियो? चाहेको कुरा नपाइदो रहेछ बाबा। अब केही चाहिँदैन। आफ्नो खुसीको लागि भन्दा पनि अरूको खुसीको लागि बाँच्नु परेको छ। यो संसारमा म पनि कहाँ आफ्नो खुसीको लागि बाँचेको छु र बाबा।
हो छोरी, जे जस्तो भए पनि नयाँ जीवन सुरुवात गर्नुपर्छ। मान्छे जन्मिसकेपछि मर्नुपर्छ, अझम्मरी कोही पनि हुँदैन। त्यसैले अब सारा विगतलाई भुलेर अगाडि बढ्नुपर्छ। म तिम्रो लागि यसरी छटपटिएर बस्न सक्दिनँ, त्यसैले मैले तिम्रो लागि केटा हेर्न बोलाइसकेको छु। अब प्रकाशलाई भुलेर पनि तिमीले उसँग खुसी हुनुपर्छ छोरी। खै बाबा, बादलमाथि उडेको चरीलाई के थाहा कहाँ गएर टुङ्गो लाग्छु भनेर। आज म पनि त्यस्तै भएको छु। मेरो जीवनको कुनै टुङ्गो छैन। यसरी हुँदैन छोरी। मैले मेरै छोरीको लागि यो निर्णय गरेको छु। मैले मेरो छोरीको लागि नराम्रो कहिले सोचेको छैन। जे सोचेको छु राम्रैको लागि सोचेको छु। अब तिमीले नाइ भन्न पाउँदिनौ छोरी। नाइ त कसरी भन्नु र बाबा? नाइ भने पनि हजुरले मेरो कुरा कहाँ सुन्नुहुन्छ र? आफ्नो आमा बुबाले छोराछोरीको कुभलो कहिले सोच्दैन छोरी। त्यसैले मनमा अनेकौं कुराहरू खेलाउन जरुरी छैन। बरु तिमीलाई हेर्न केटा आउँदै हुनुहुन्छ। उहाँहरूको अगाडि यसरी दुखी नहुनु र सोह्र सिंगार गरेर खुसी भएर बस्नु ल। अहिलेलाई म जान्छु। यो कस्तो खेल हो दैव। म जसलाई आफ्नो संसार ठान्थे आज उही मेरो साथमा छैन। अनि फेरि उसलाई भुल्न पनि त सक्दिनँ। उसको हरेक यादहरू मेरो मन मस्तिष्कमा ताजै छ र एक मुठी सास र उन्जेल भुल्न पनि त सक्दिनँ। अनि फेरि बाबा भुलिदेऊ मात्र भन्नुहुन्छ। म कसरी भुलौँ यति छिटै? यति छिटै भुल्ने गरी मैले माया लागेको पनि त होइन। अब झन्झन कठिनको जिन्दगी दिँदैछस् तैँले मलाई। म यो कठिन कसरी पार गर्नु? अनि प्रकाशलाई भुलेर अर्कोसँग कसरी खुसी हुनु? यस्तो त कल्पना समेत गर्न सक्दिनँ। हे भगवान, म के गरौँ? कस्तो जिन्दगी दियौ? न त मर्न सक्छु न त बाँच्न। के भयो दिदी, आज मलिन चिर देख्छु त तपाईँको, के भयो? के हुनु र भाइ, मनमा खुसी कहिले नै छ र? जहिले जिन्दगीमा वज्रपात मात्र आइपर्छ। हाम्रो लागि खुसी भन्नु पनि धेरै टाढाको कुरा रहेछ। के गर्नु त दिदी, भाग्यमा जे लेखेको छ त्यो हामीले नभोगी सुखै छैन। आफ्नो भाग्यको भागीदार आफै बन्नुपर्ने रहेछ दिदी।
भोग्नु पनि सीमा हुन्छ नि भाइ। यो भन्दा धेरै कति भोग्नु। 15 वर्ष भइसक्यो बुढो विदेश जान्छु भनेर गएको, अहिलेसम्म फर्केको छैन। मुखियाले घर जग्गा सबै लिलाम गर्नुभयो। अहिले त म घर नघाटको भएको छु। तिम्रो घरमा शरण पाएँ, त्यो पनि पापी समाजले देखिसकेन। दाजु बहिनीको पवित्र सम्बन्धमाथि पनि आँखा लगाएर गाउँ निकाला गर्न खोजियो। धन्न प्रकाश समयमा आएर जोगाइदिनु भयो। त्यसकै फल आज प्रकाश यो संसारमा हुनुहुन्न भाइ। हो दिदी, हामी यस्तै निर्दय समाजमा हाम्रो भविष्य खोजिरहेका छौँ। अब हामीले यो समाजबाट केही पाउँदैनौँ र हाम्रो कुरा कसैले सुन्दैनौँ। हिजो प्रकाशले तपाईँहरूको लागि बोल्दा आफ्नो ज्यान गुमाउनु पर्यो र भोलि हामीले प्रकाशको हत्यारा खोज्न लाग्यौँ भने हामी पनि त्यसरी नै मर्नु पक्का छ दिदी। हो भाइ, प्रकाश जीवित भएर फर्केर आइदिए कस्तो हुन्थ्यो होला है। यो त कल्पना मात्र हो दिदी, मरेको मान्छे कहिले पनि फर्किँदैन। हो भाइ, हुन त, तर उसको लागि बोल्ने कोही भएन। बिचारा मरेर गए पनि हामीलाई रहस्यमय जिन्दगी दिएर जानुभयो। हो दिदी, हामीले बोले कसैले सुन्दैन, छोडिदिनुहोस् अब। ल दिदी, अब पिर गरेर काम छैन, जाउँ घर। सनी, तिमीलाई धेरै धेरै धन्यवाद। आज तिमीले गर्दा हाम्रो सारा योजनाहरू सजिलै सफल भयो र मेरो इज्जत पनि जोगियो। अनि घने मेरो छोरीको जिन्दगीबाट सजिलै काँडा झिके जसरी झिकियो। काममा हात हालिसकेपछि काम फत्ते गरेर छोड्छ मुखिया साहब। मेरो केटाहरू त्यति कमजोर पनि छैन मुखिया साहब। काममा हात हालिसकेपछि काम फत्ते गरेर छोड्छ मुखिया साहब। हो सनी, मैले माने तिम्रो केटाहरूलाई। कति सजिलै मारेर गाउँका मान्छेहरूले पनि थाहा नपाउने गरी थाले ती केटाहरूले घने लाग्यो। अनि मुखिया साहब, छोरीको बिहे हुने केटा कस्तो छ त? कहाँको हो, के हो, कस्तो हो? छायाको लागि ठिक छ त? अनि मुखिया साहब, छायाको लागि ठिक हुनै पर्दैन नि सानी। यो त मेरो निर्णय हो। यो निर्णय उसले मान्नै पर्छ। अनि केटाको त कुरै नगर, 32 गुणले युक्त छ। अनि त्यसमाथि तिमीहरूलाई पनि म बोलाउँछु, उहाँहरू आउने दिनमा। भइहाल्छ नि मुखिया साहब, हामी पनि हजुरको
जय साहबलाई हेर्न हात जोड नात्याउन सके। अब उहाँहरू छिट्टै आउनुहुन्छ हाम्रो घरमा अनि म पनि सामान किन्न जानु छ। अहिलेको लागि छुट्टिन्छु। हुन्छ सर, अहिलेलाई छुट्टिन्छु। म बजारबाट किनमेल गर्न आएपछि तिमी हामी भेटौँ। हुन्छ अहिलेलाई लाग्यो। हुन्छ मुखिया साहब। हिजो प्रकाश मरेर आजसम्म कमजोर छु, अझै कमजोर बनाउन खोज्दैछ। के भएर त्यस्तो के हो भन त? के हुनु नि अप्सरा, एउटा घाउ निको नहुँदै अर्को चोट दिँदै हुनुहुन्छ बाबाले। खास कुरो के हो छाया? के हुनु नि अप्सरा, आज मेरो प्रकाश मरे पनि मेरो मनबाट सधैँ जीवित नै रहन्छ र आज मेरो मनबाट पनि उसलाई हटाउन खोज्दैछ। जबरजस्ती मन मुटु दिमागमा प्रकाशलाई राखेर अरूसँग कसरी जीवन बिताउनु भन्नु त अप्सरा? किन र छाया, के तिम्रो बिहे गरिदिन लागेको र? हो अप्सरा, बाबाले मेरो बिहे गरिदिन खोज्दै हुनुहुन्छ। म कसरी बिहे गर्नु? आज मेरो प्रकाश मरेको 2 हप्ता भएको छैन। म कसरी खुसी बाटो अरूसँग पर्छ र? हामी केटी मान्छेहरू यस्तै रहेछ छाया, आफ्नो लागि भन्दा पनि अरूको लागि बाँच्नुपर्ने, आफू दुखी भएर अरूलाई खुसी दिनुपर्ने। तिमी मेरो असल साथी हो अप्सरा, यो अवस्थामा म के गरौँ भन्दैन। म पनि त के भन्न सक्छु र छाया, तिम्रो मनबाट प्रकाशलाई कसरी हटाऊ भनौँ? अनि फेरि मरिसकेको मान्छेलाई सम्झेर यति धेरै पागल बन भनेर पनि कसरी भनौँ? थाहा छ मलाई, तिम्रो मनमा बिछोडको आगो दनदनी बलिरहेको छ, तर म एउटा असल साथी भएर पनि तिम्रो मनमा दन्किरहेको आगो निभाउन त के कम गर्न पनि सकिरहेको छैन। प्रकाशसँगको बिछोडले मेरो सारा जिन्दगीको कुरा टुटेको छ अप्सरा। अब यो टुटेको कुरालाई कसरी जोड्नु अनि सामान्य जीवनमा कसरी फर्किनु? यत्रो हिम्मत कसरी जुटाउँ खोइ? मेरो आँखामा, मन मस्तिष्कमा, दिलमा सबै हुनेछ, अनि दोस्रो व्यक्तिसँग कसरी अँगालोमा बस्नु?
यो सम्भव छैन। फेरि बाबाले जसरी पनि बिहे गरेरै छोडिदिनुहुन्छ। के गर्नु भयो अप्सरा? यस्तो हो छाया, हामीले सोचेको जस्तो चाहेको जस्तो केही हुँदैन। ठिक छ, पिर नगर ल, म जान्छु ल। बेलुकाको 6:15 पनि भइसक्यो। आज दिउँसैदेखि म भुलेर बसिराखेको छु। कहाँ जानुभयो उहाँहरू? कतै बाटोमा केही काम परेर अनमल भयो कि के हो? त्यस बेलासम्म आइपुग्नु भएन। ढिलै गर्नुभयो त हजुरहरूले। ल ठिकै छ, ल बसौँ, भित्र गएर जाउँ। ल हजुरहरू आइपुग्नु भयो। अब हामी यस्तामा बसेका छौँ। अब छोरीको बिहा गर्ने कुराकानी अगाडि बढाउँ भनेर हजुरहरूलाई मैले बोलाएको। अब छोरी यतै कतै छिन्। के ल्याउँ? चिसो तातो हजुरहरूलाई के गरौँ? चिया मगाउँछु है त। हस् हजुर, भइहाल्छ नि, केटो उहाँ नि हो। छोरी छाया, चिया लिएर आऊ। छोरी छाया, बस न। ल हजुर, छोरी यिनी नै हुन्। अब आजै टिकाटाला गर्ने भन्ने कुराहरू हामीले गरेका थियौँ। अब आज राति पनि भयो। अब मैले चाहिँ के सोच गरेँ भने बिहेकै दिनमा चाहिँ हाम्रो टिकाटाला कार्यक्रम पहिला सघाउने, अनि त्यसपछि कन्यादानको कार्यक्रम गर्ने। ल भन्नुहोस् हजुरहरूले, बिहे कहिले गर्ने? ढिलो किन गर्नु नि? मक्सिर आउँदैछ, मक्सिरकै बेलामा गर्ने हो त। हजुर आफै भन्नुहोस् न। हुन्छ, ठिकै छ। त्यसो हो भने विवाह पञ्चमीमा गरौँ। यही विवाह पञ्चमी मक्सिरकै दिनमा पर्छ, त्यही दिनमा गर्ने है त हजुर। हस् हुन्छ हजुर। हजुरहरू पनि बिहेको तयारीमा लाग्नुहोस्। म पनि भोलिदेखि नै धुमधामका साथ बिहे गर्नुपर्छ, त्यसको तयारीमा लाग्ने छ। हस् हजुर, भइहाल्छ नि।
ल हुन्छ त हजुर, अब गफ यही नै हो। अब सुतौँ आजलाई, भोलि बिहानै अब म पनि बिहेको तयारीमा लाग्छु। हजुरहरू पनि आफ्नो तयारी गर्नु पर्ला। आजको लागि अब रात पनि छिर्कियो, सुतौँ है त हजुर। हस् हजुर।